त्यही हो केक चाहिँ काट्ने अब खादा सादा गराइदिन्छु अब मेरो ठुलो दिदी आँटेको टाकेको सबै कुरा खुसियाली म ह्याभ अ सेफ लाइफ मम्मी हेलो एभ्रीवन वेलकम टू माई च्यानल अनि आज फेरि तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। एक रहेको छ यो नेपालको झण्डा हुँदै चाहिँ फ्लाइटबाट चाहिँ दिदी यसरी जापान पुग्नुहुन्छ अनि यो चाहिँ हामीले ब्ल्याक फरेस्टबाट मगाएको हो। यो चाहिँ हाम्रो चकलेटी फ्लेभरमा, त्यही भएर यो हल्का यसको प्लेन पनि पुरै चकलेटी छ। अनि मैले मगाएको चाहिँ यो अनलाइन हो, मतलब व्हाट्सएप नम्बरदेखि मगाएको। यदि तपाईहरु पनि अनलाइन केक अर्डर गर्न चाहनुहुन्छ ब्ल्याक फरेस्टमा भने तपाईहरुले चाहिँ म तपाईलाई डिस्क्रिप्सनमा एउटा नम्बर राखिदिन्छु ब्ल्याक फरेस्टमा। त्यसमा चाहिँ हामीले पुरै डिटेल्सहरु दियो भने चाहिँ हाम्रो डेलिभरी पनि गर्दिने रहेछ। डेलिभरी चार्ज चाहिँ 50 रुपैयाँ लाग्दो रहेछ। डेलिभरी चार्ज सहित मैले चाहिँ यो 2 पाउन्डको केकलाई चाहिँ 2000 मा मगाए अनि त्यो चाहिँ मलाई चाहिँ अब अलिकति एफोर्ट नै राम्रो नै ठिकै नै लाग्यो हैन, किनकि घरमै आइपुग्नु हाम्रो केक हैन, हामीले घरमै बसेर मगाउन मिल्यो। त्यो चाहिँ मलाई एकदम ठिक लाग्यो बिजी पिपलहरुको लागि। सो यति भन्दै अब जाउँ त्यतातिर अनि हाम्रो केकलाई लिएर जाउँ। अनि हाम्रो धेरै नानीहरु हुनुहुन्छ, नानीहरुले कस्तो रियाक्सन दिनुहुन्छ। अनि आज चाहिँ सबैले चाहिँ ह्यापी बर्थडे भन्नुभएको छ दिदीको, तर खासमा चाहिँ कुरा चाहिँ दिदी चाहिँ जापान जाँदै हुनुहुन्छ भोलि। अनि त्यही भएर आज चाहिँ हामीले दिदीलाई चाहिँ फेयरवेल है, त्यही हो आजको थिम। अनि अब जाउँ प्लेटहरु लिएर। अनि आज के हो? जाँदैछौँ। भन्नु दिदी हजुरलाई के भन्न मन लागेको छ आजको प्रोग्रामको लागि? एकदमै ह्यापी छु, मासु र केकलाई रेडी छ। अब भोलि चाहिँ अब मेरो ठुलो दिदी अमाजी दिदीलाई बिदाई गर्ने हो। आज मासु केक रेडी गर्दैछु, रोटी पनि पकाएको छु, अनि खाने हो है। अरु केही भन्नु छ? अरू केही पनि छैन। बुद्धिको धनी धनको धनी भएर सम्पत्तिको धनी भएर बस्ने छ भन्ने मलाई त्यस्तो खुसी लागेको छ। त्यति मात्रै भन्छु अलि जोडले भन्नु। ह्याभ अ सेफ लाइफ मम्मी। भोलि दिदी जापान जाँदै हुनुहुन्छ, हजुरलाई कस्तो लागिरहेछ? केही मन्तव्यहरू भनिदिनुहोस्। के भन्ने जान्दिन जस्तो जे भए राम्रोसित आँटेको टाकेको सबै कुरा पुगोस् गरेर। हाम्रो निनी भोलि जापान जाँदै हुनुहुन्छ। ह्याभ अ सेफ फ्लाइट भनेछ। ल हामीहरू सबैजना यहाँ बसेको छौँ, केक काटेको छैनौँ अझैसम्म, किनकि दाइ आइपुग्नु भएको छैन अझै यहाँ। अनि दाइ आइसक्नु भइसकेपछि मात्र हामीले केक काट्न स्टार्ट गर्छौँ। सो हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला, साथ सपोर्ट दिनु होला। ल एडिना ल तिमीलाई कस्तो लागिरहेछ त? अब भोलि निनी जानुहुन्छ, त्यही भन्नु। राम्रै लाग्छ। ए करेन्ट चाउचाउ र उस राखिदिने ल्याएर। तिम्रो नाम के हो? दाइ आउनुभयो, आइसक्यो कपडा। ल अब दाइ आइसक्नु भयो। ल फेरि हाम्रो केकलाई चाहिँ अघि आउट गरेर फेरि इन राखेको थियौँ। फेरि हामी केक आउट गर्छौँ, त्यसपछि हाम्रो सेलिब्रेसन
लगाइदिइरह न त्यस्तै गर न पछि म फेरि जाँदैछु मेरो मिसेससँग भन्नु The next day. जानु बिना दिदी बाई बाई ल बाई दिदी जानु